नागदह ललितपुर महानगरपालिका वडा नम्बर 24 धापाखेलमा अवस्थित एक सुन्दर, शान्त र ऐतिहासिक ताल हो। यो ललितपुरको लगनखेलबाट करिब 5 किलोमिटरको दूरीमा पर्दछ। धापाखेल क्षेत्रको पवित्र सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको पर्यटकीय स्थल हो। यस ताल समुद्री सतहदेखि करिब 1340 मिटरको उचाइमा अवस्थित छ। करिब 26,500 वर्गमिटर क्षेत्रफलमा रहेको यस तालको गहिराई बढीमा 36 फिटसम्म रहेको छ। नागदहमा वासुकी नाग देवताको आशीर्वाद भएको विश्वास छ। वासुकी नागले वर्षायामका चाडपर्वहरूमा सहभागी हुन पनौती सहरको यात्रा गर्ने गरेको र फर्कने क्रममा तिथि र मिति अनुसार भक्तपुर, पशुपति र गोसाइँकुण्डको पनि यात्रा गर्ने धार्मिक जनविश्वास रहेको छ। नाग पञ्चमीको अवसरमा तालको उत्तरी किनारमा अवस्थित मन्दिरमा पूजाआजा गर्न हजारौँ भक्तजनहरू आउने गरेका छन्। विक्रम सम्वत 2021 को नापीमा 52 रोपनी क्षेत्रफलमा रहेको नागदह अहिले 42 रोपनी क्षेत्रफलमा खुम्चिएको छ। समिति गठन भएपछि नागदह वरिपरि वृक्षारोपण, वर्षायामको भलपानी पोखरीमा नपसोस् भनेर निकासको व्यवस्था र पोखरी वरिपरि बाटो निर्माण गर्न सुरु गरिएको छ। पोखरीमा माछा पालन पनि गरिएको छ। मञ्जुश्रीले तलाउको रूपमा रहेको काठमाडौँ उपत्यकाको पानी चोबारमा गल्छी काटी बाहिर पठाएपछि उपत्यकामा नागदह र टौदह बाँकी रहेको जनविश्वास रहिआएको छ। काठमाडौँ उपत्यकाको सबै पानी सुकेपछि नागहरू यो दहमा आई बसेकाले यस दहको नाम नागदह रहेको बताइन्छ। यो दहमा नाग पञ्चमी र ऋषि पञ्चमीमा ठुलो मेला लाग्ने गरेको छ। स्थानीय बासिन्दा यो दहलाई पौराणिक वासुकी नागको निवास स्थल मान्छन्। नाग पञ्चमीका दिन मेला लाग्ने काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमध्ये नागदह एउटा प्रचलित धार्मिक र मान्यता बोकेको ठाउँ हो। नागदह ललितपुरको सातो बाटोबाट 4 किलोमिटर दक्षिणमा छ। दहको पश्चिम उत्तर कुनामा रहेको नाग मन्दिरमा नाग पञ्चमीका दिन मेला लाग्ने गरेको छ भने सँगै रहेको सप्तऋषि मन्दिरमा ऋषि पञ्चमीका दिन ठुलो मेला लाग्ने गर्दछ। जनश्रुति के छ भने मञ्जुश्रीले चोबारको डाँडा काटेर उपत्यकाको पानी कटाएपछि दुई नाग र नागिनीले आफ्नो वासस्थल बिगारेको भनेर रिसाए। नाग नागिनी रिसाएपछि मञ्जुश्रीले नागदह र टौदह बनाइदिए अनि नागिनी नागदह र नाग टौदहमा बस्न थाले। हरेक वर्ष वर्षायाममा
नागटौदहबाट नागदह आई नागिनीलाई लिएर पनौतीको जात्रा हेर्न जान्छन् भन्ने किंवदन्ती छ। पछिल्लो समय बिदाको समयमा आन्तरिक पर्यटक नागदह आउने गरेका छन्। नागदह एउटा काठमाडौँ उपत्यकाको महत्त्वपूर्ण पन्छी वासस्थान पनि हो। नागदहमा 50 भन्दा बढी चरा प्रजाति पाइन्छन्। नागदहमा पाइने पन्छी प्रजाति कालो चिल, ब्ल्याक काइट, कालो चिबे, ब्ल्याक ड्रोङ्गो, बकुल्ला, क्याट इग्रेट र अनेकौं किसिमका माटीकोरे किङफिसरका प्रजाति पाइन्छन्। यहाँ अनेकौं प्रजातिका आगन्तुक चरा पनि आउने गरेका छन्। गत वर्ष नागदहमा विश्वकै दुर्लभ बैकलटिल र गार्गेनी प्रजातिका चरा देखिएका थिए। नाग पञ्चमीका दिन हिन्दू धर्मावलम्बीहरूले विशेष विधिपूर्वक दूध, दही, धूप, दीप, नैवेद्य चढाएर घरको दैलोमा पूजा गर्ने गर्दछन्। यसै अवसरमा यस नागदहमा ठुलो मेला लाग्ने गरेको छ। ललितपुर जिल्लाको धापाखेलमा अवस्थित धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको यस नागदहमा विभिन्न प्रजातिका चराहरू पाइने हुनाले चरा अवलोकन गर्नका लागि पनि यस ठाउँ निकै प्रसिद्ध छ। कोलाहलबाट टाढा रहन, रमाइलो गर्न र प्राकृतिक सौन्दर्यताको आनन्द लिन यो ठाउँ निकै उत्तम रहेको छ।